त एक्जाम पनि सक्यो अब के गर्नु होला अनमोल भन् त के भनौँ के गर्ने होला यार त्यो त मलाई पनि थाहा छैन हेल्थको एक्जाम पनि कति अप्ठ्यारो थियो त्यो त हो तर मैले चिट मारेर लेखे थिएँ तर थाहा छैन पास हुन्छ कि फेल हुन्छ हाय दीपिका हाय सम्झना हाय सम्झना तिमी सन्चै छौ म त सन्चै छु तिमी भन म त सन्चै छु तिमी भन के भन्ने घरमा पनि कस्तो धेरै काम छ यस्तो घुम्छु भनेर बाहिर निस्केको थिएँ अनि तिमी भन न म अस्ति पोखरा गएको थिएँ पोखराबाट मम्मीसित घुम्न गएको थिएँ पोखरा अहिले यस्तो खुट्टा तान्छु भनेर निस्केको बाहिर आकृति कहाँ छु र मैले आकृतिलाई त दिनको देखेकै छैन भन न म पोखरा गएको थिएँ आकृतिको त मलाई थाहा छैन यी सबै कुरा छोड्छौ जाम यस्तो घाम छ बटनमा घरमा नि बोर भयो यार यहाँ नि यार बोर भयो जाम कोही घुम्न हुन्छ कोही घुम्न जाम ल्याउलाइमा हेलो हेलो मम्मी म साथसँग छु अहिले पछि आउँछु है कसको कला थियो मम्मी तिमीले कसको कला थियो मेरो मम्मी तिमीलाई के भन्नुभयो मलाई त घर आइज छिटो भन्नु मलाई नि घर आइज छिटो काम परेन भने तिमी घर जान्छु मैले पनि साथीसँग छु अहिले आउँछु 1 बजेर कुन 18 कह अहिले 7 मिनट एम पाउँछु किन एम पाउँछु आशा कि मैले यस्तो पुगिन्छु ल रुक दिन आइसक्यो ल भयो साह्रै धेरै मोबाइल घुम्यो कि धेरै मोबाइल कति गेम खेल्छौ तिमीहरूले तिमीहरूको कामकाज छैन ग्राउन्डमा गए नि गेम खेलेछन् बाथरुममा गए नि गेम खेलेछन् रिभाबदेखि रिभाब हाम्रो मर्जी हाम्रो मन तिमीहरूको मन र म खेल्छु मेरो मन हो नि ए होइन बात यो त मेरो साथीको कुरा ठिक हो नि तिमीहरूलाई बाल तिमीसँग बोलेर काम छैन हेर्नु जाम हामी हामीलाई त बाया छैन हाम्रो त गेम खेलेर बस्नु भन्छ इमोट जाम यहाँ काम छैन यहाँ गेम त भ्यायो खेलेर जाम घर गएर फेरि गेम खेलौँ मजा आउँछ बियर आनमलाई यसपालि यार